हेलो गाइज, वेलकम टु माई फर्स्ट ब्लग। मलाई चाहिँ आज भिडियो बनाउन मन लाग्यो, त्यसैले काम गर्दै भिडियो बनाउँदै म चाहिँ बिहान उठेर कलेज जानलाई रेडी हुन लाग्थेँ। अनि भिडियो बनाउन मन लाग्यो, मैले भिडियो बनाइहालेँ। आज चाहिँ आजभोलि चाहिँ हाम्रो इक्जाम चलेको थियो अनि म चाहिँ कलेज जानलाई रेडी हुँदै थिएँ। सनस्क्रिम लगाएँ। म चाहिँ खास चाहिँ मेकअप गर्दिनँ, सनस्क्रिम मात्रै लगाएँ अनि सिन्दुर लगाएँ, टिका लगाएँ। अब चाहिँ तयार भइसकेँ, धेरै टाइम लाग्दैन, तयार भइसकेँ। यो चाहिँ हाम्रो केएमसीको गेट है, जाने बेला यति बनाएको। अनि इक्जाम सकेर आउँदाखेरिको भिडियो हो यो चाहिँ, हेर्न सक्नुहुन्छ हाम्रो केएमसीको भ्यूज। हाम्रो केएमसी वरिपरिको लुक्स एकदमै राम्रो छ। यदि ब्याचलर पढ्न चाहनुहुन्छ भने केएमसीमा आउनु होला, एकदमै राम्रो छ, राम्रो पढाइ हुन्छ। अनि साथै अरू लोक सेवा यस्ता क्लासहरू पनि फ्री दिइरहेको हुन्छ। सो आउनु होला सबैजनाले। केएमसी भनेको चाहिँ कैलाली मल्टिपल क्याम्पस हो है, धनगढीमा छ। हेर्नु होला, राम्रो लाग्यो, आउनु होला, एकदमै राम्रो छ, मलाई चाहिँ राम्रो लाग्छ। हेर्दा पनि यहाँको वातावरण पनि एकदमै राम्रो छ, पढाइ पनि राम्रै हुन्छ। हेर्नुहोस्, यो चाहिँ अफिस हो, हेर्न सक्नुहुन्छ, एकदमै धेरै राम्रो छ है गाइज। प्लिज यदि 12 पास गरेपछि, अहिले इक्जाम भइरह 12 पास गरेपछि राम्रो कलेज पढ्न चाहनुहुन्छ भने केएमसीमा आउनु होला है त गाइज। धेरै ठुलो भिडियो रहेछ नि, पुरै केएमसी देखेको रहेछ। अनि अब चाहिँ म घर पुगिसकेँ है। यस्तो गर्मी थियो, फ्यान चलाएँ अनि पानी पिएँ, यस्तो गर्मी थियो। रुम हेर्दाखेरि त यस्तो फोहोर भएको थियो नि, यस्तो फोहोर भएको थियो रुम, कस्तो फोहोर थियो। मलाई चाहिँ चिटिक्क मनपर्छ। अनि म चाहिँ मिलाउन लागिहालेँ, आफै फालेर गएको थिएँ बिहान कपडाहरू, फालेको कपडाहरू मिलाएँ, सबै कपडाहरू मिलाएर आफ्नो आफ्नो ठाउँमा राखेँ। कस्तो फोहोर थियो रुम, अर्कै लागिरहेको थियो आफूलाई। अनि कपडाहरू मिलाएर कपडाहरू राखेँ है त, कपडाहरू आफ्नो आफ्नो ठाउँमा राखेँ। अनि बेड मिलाएँ, बेड पनि कस्तो भएको थियो, बिहान त्यत्तिकै छोडेर आएको थिएँ। राम्रोसँग बेड मिलाएँ। बेड मिलाएपछि चाहिँ भाँडाकुँडाहरू मिलाएँ होइन, भाँडाकुँडाहरू मिलाएँ, सबै मिलाएँ, पुरै रुम सफा गरेँ। यस्तो भएको थियो है फाइनली है मेरो रुमको लुक है, सफा गरेपछि हो। थ्याङ्क यू सो मच गाइज, सबैजनाले भिडियो हेरिदिनु।